हाई गाइस, आज म बौद्ध होइन बुद्धिकुञ्ज गएको। हाई गाइस, आज मेरो मिनी भ्लगको चाहिँ चौथो दिन। मेरो नाम चाहिँ जनक नन्या जे। आज म चाहिँ बिहानै उठेर टाउको नुहाइसकेपछि अगाडिलाई बोडी पनि देखाउन लागेँ अनि पानी पनि टन्न खाएँ। भगवान्को भक्ति भएपछि अगरबत्ती बालेर भगवान्ले खुसी बनाउनै पर्छ। अरूलाई चाहिँ चुरोटको चाहिँ उयसमा गर्छन् होला, नसा लाग्छ होला, मलाई चाहिँ धुपको। अनि अन्डा पनि बसाल्न लागेर मैले ल्यापटप खोलेर आफ्नो टास्कहरू पनि गर्नतिर लागेँ। एकैछिनपछि मैले खाजा पनि बनाएर खान लागिहालेँ। विद्यार्थी चाहिँ कति गाह्रो हो। अनि म कलश आनालाई पनि रेडी भइसकेँ, खाजा खाइसकाएर हातमा घडी पनि लगाएँ अनि माला पनि लगाएँ मैले। अनि एकैछिनपछि त कलश पुग्दा त कलश पनि मेरो आज बन्द रहेछ, खुलेको थिएन। हल्का म चाँडै पुगेछु भने वासरुम जाँदा, वासरुम गएर फर्किँदाखेरि त कलश ठ्याक्कै खुलेछ। अनि एकछिन म त रेस्ट गरेँ। अनि रेस्ट गरिसकेपछि त एकछिन आफ्नो सेसनतिर लागिहालेँ। कहिले कसो के नमिल्ने। अनि आज म त बिहान खाना नखाएर बुद्धिकुञ्ज गएको। बुद्धिकुञ्ज भनेको के होला कमेन्ट गर्नु होला तपाईँहरूले। अनि एकैछिन अगाडि गएको त हिल्टन होटेल पनि पुगेँ, जुन शेरबहादुर बाजेको हो। अनि झन् एकैछिन अगाडि जाँदा त नारायणी टी टार दरबारतिर पनि पुगेँ। त्यहाँभन्दा एकैछिन अगाडि जाँदा त जाममा परेँ फेरि। अनि साँझको 4 बजिसकेको थियो, भोक पनि लाग्थ्यो। म त कलशबाट भन्नाले बुद्धिकुञ्जबाट निस्किसकेको थिएँ। अनि एकछिन अगाडि जाँदा त्यो ताल पनि भेटेँ, तालको नाम के कमेन्ट गर्नु होला। अनि झन् फेरि एकैछिन अगाडि बढ्दाखेरि त यता त झन् जात्रा लागेको रहेछ, रमाइलो गरिरहेको रहेछन्। मैले हिजो चाहिँ फेरि मैले काठमाडौँ म्युनिसिपालिटीको चाहिँ मैले पेजमा हेरेको थिएँ। ढ्याक्क आज त्यो त रियलमा पनि देख्न पाएँ। अनि आज चाहिँ टेक केयर यति नै।